हामी सधैँभरि अर्कोसँग तुलना गरिरहनुभन्दा अरूसँग तुलना गरिरहनुभन्दा आफूलाई मजबुत बनाउने अभियानतिर लाग्नुपर्ने हुन्छ। मान्छेको स्वभाव के हुन्छ भन्दा अधिकांश मान्छेको स्वभाव के हुन्छ भन्दा सधैँभरि अर्कोसँग तुलना गर्ने कि म त्यो जस्तो किन भएन, त्यसको जस्तो मेरो गाडी किन भएन, त्यसको जस्तो मेरो कमाइ किन भएन, त्यसको जस्तो मेरो घर किन भएन, त्यसको जस्तो मेरो जग्गा जमिन किन भएन, त्यसको जस्तो मेरा छोराछोरी किन भएन भनेर हामी बहुत के गर्छौँ भन्दा अरूसँग हामी तुलना गर्छौँ र त्यो तुलना गर्दै 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 जाँदा हामी के भन्छौँ भन्दा कमजोर हुन्छौँ। त्यसकारण हामीले त्यो अरूसँग तुलना गर्नु भनेको आफूलाई कमजोर साबित गर्नु। त्यसको ठाउँमा हामीले के गरिन्छ भन्दा पाठ सिक्ने, नसिक्ने भने चाहिँ होइन। राम्रो काम गरेका मान्छेहरूले के गर्ने भन्दा पाठ चाहिँ सिक्ने, उनीहरूले के गरेका छन् त्यो कुरा हामीले सिक्ने, त्योबाट हामीले विधि चाहिँ प्राप्त गर्ने र आफैले आफैलाई मजबुत बनाउने। संसारमा जो मान्छे जति सफल भएका छन् त्यो सफल मान्छेहरूले आफैले आफैलाई मजबुत गराएर, आफैले आफैसँग कुरा गरेर, आफैले आफूलाई चाहिँ छलफल बहस गरेर, आफैले आफूसँग गम्भीर भोत्लिएर मात्रै सफल भएका छन् र अर्काको त्यो देखासिकी गरेर त्यसपछि अर्कासँग तुलना गरेर कोही मान्छे पनि सफल भएका छैनन्। त्यसैले हामीले अर्काको कुरा गर्दै जाँदा त के हुन्छ भन्दा हामीले आफूलाई बिर्सिन्छौँ। आफूलाई बिर्सिनु भनेको त असफलताको बाटोतिर अगाडि बढ्नु हो। त्यसकारण मान्छेले भन्छन् कि यो कसरी सम्भव छ यो भन्ने कुरा, यो सजिलो कुरा हो। यो सजिलो एकदम इजिली गर्न सकिन्छ। यसमा सम्भव छ किनभने जति जे गरिन्छ कुनै मान्छेले राम्रो काम गर्यो भने, कुनै मान्छेले एउटा गाडी किन्यो भने गाडी किन्ने तरिकाहरू के रहेछ हामी तरिका चाहिँ सिक्ने हो। कुनै मान्छेले राम्रो कमाइ गर्यो भने फलाना मान्छेले राम्रो कमाइ गरेको छ, त्यो कमाइ गर्ने तरिकाहरू के हुन्, मेथडहरू के हुन्, के गर्दा राम्रो कमाइ हुन्छ, त्यो कमाइ पनि फेरि चाहिँ जे पार्टी नेगेटिभ पाराले होइन, मिनिङफुल हुनुपर्छ। हरेक जति बेला कमाइन्छ त्यो कमाइ मिनिङफुल हुनुपर्छ। यदि मिनिङफुल कमाइ भएन भने त्यो मिनिङफुल तरिकाले नआएको कमाइले हामीलाई के गर्छ भन्दा समस्या ल्याउँछ। त्यसैले अर्थपूर्ण तरिकाले चाहिँ एकदम कसैलाई प्रभाव नपर्ने, कसैलाई असर नपर्ने गरी हामीले जुन कमाउँछौँ त्यो बाटो हामीले चाहिँ सिक्न चाहिँ पर्छ र त्यसैसँग तुलना गरेर म यसो किन भएन, उसो किन भएन भनेर समय बर्बाद गर्नु एउटा चाहिँ सफलतातिर जाने बाटोलाई रोक्नु हो। त्यसैले आफैले आफैलाई सफलतातिर जाने बाटोलाई रोक्ने काम चाहिँ नगरौँ। हामी मजबुत बन्न प्रयास गरौँ। हरेक क्षेत्रमा होस्, आर्थिक क्षेत्रमा होस्, शैक्षिक क्षेत्रमा होस्, सामाजिक क्षेत्रमा होस्, संवेगात्मक क्षेत्रमा होस्, भावनाको क्षेत्रमा होस्, अरू चाहिँ समाजको परिवेशको क्षेत्रमा होस्, हरेक क्षेत्रमा हामी जुन ठाउँमा छौँ, हामी जुन काम गरिरहेका छौँ, जस्तै हामी कुन काम गर्छौँ, कुन फिल्डमा छौँ, हाम्रो प्रोफेसन के हो, त्यो प्रोफेसनभित्र रहेर मजबुत तरिकाले हामी अगाडि बढ्दै गयौँ भने त्यो तरिकाले हामीले के गर्छ भन्दा एउटा टुङ्गोमा पुर्याउनु निम्ति, एउटा दिशा निर्देश गर्नको निम्ति हामीलाई सपोर्नुपर्छ। पक्कै पनि त्यो मानेमा हामी चाहिँ अगाडि बढ्न जरुरी छ। यही कुरा मैले तपाईँहरूको माझमा राखेँ। थ्याङ्क यू।